लन्डनको मेयर प्रधानमन्त्री छ अहिले युके को, बालेन भोलिको प्रधानमन्त्री हो, देखेर बस। दिपेन्द्र कण्डेललाई राजनीति गर्न छैन, अरूले डेभलप गरे। यो भविष्यवाणी मिल्न सक्छ? नट स्योर, हुन सक्छ, मेबी मे नट बी, तर एक्जाम्पलहरू मैले राखिदिएको हो। किन? काठमाडौँ भनेको सेन्टर हो के, यहाँको डेभलपमेन्ट प्रत्येक जिल्लामा जान्छ भनेको छ नि त मैले बारम्बार। त्यसकारण राजनीतिक दलहरू अब विस्थापित हुँदैछन् भन्ने मेसेज हो। माफ गर्नु होला, डराएर भन्नुभएको छ हामीलाई सुध्रि, तपाईहरु सुध्रिनै सक्नुहुन्न भने हो के यो? सुध्रेर कहाँ जाने हो? दिपेन्द्र कण्डेल 45 वर्ष भइसक्यो, अब सुध्रेर कहिलेलाई हो सर? कहिले हो म सुध्रिने? गिल्ली डन्डा खेलेको उमेर हो सुध्रिनलाई अब? हो सर, कहिले हो सुध्रिने? 60 वर्षमा? प्रधानमन्त्री हेर्नुस् कति उमेर हुनुहुन्छ कि 75 वर्षमा सुध्रिने हो? त्यसकारण मलाई लाग्छ उहाँहरूको पोलिटिक्स अब विश्रामतिर जान्छ जस्तो लाग्छ। पत्रकार महोदय, त्यति नै भन्न सक्छु मैले। तपाईहरु सच्चिन दिपेन्द्र कण्डेलले भनेको थियो, बालेनले होइन। बालेनले त सच्चेनौ भन्ने प्रमाणित गरिदिएको हो। बालेन कसरी चर्चित भयो, यसलाई बाहिरको सपोर्ट आयो, यो त मान्छेको साइकोलोजी, द्याट्स काइन्ड अफ ब्याड साइकोलोजी छ के नेपालमा। युरोपियन युनियनको कुरा आएको छैन, छोड्नु, जसको सपोर्ट आए पनि नेपाली जनताले भोट हाले हो नि त। र बालेन शाहको कुरामा किन भन्दा उहाँले आफ्नो करियर पोलिटिक्समा दाउमा राखेको छ। आज उहाँले आफ्नो टाइम घरमा दिनुपर्ने टाइम अब देशको लागि दिँदैछ। त्यो कन्ट्रिब्युसन हो, करियर डेभलपको टाइम हो, करियर डेभलपमेन्टको टाइम हो। उहाँले करोडौं अरबौं पैसा कमाउन सक्ने समय राखेको छ। दिस इज कल्ड कन्ट्रिब्युसन। यसको लागि जनताले हाल्ने हो नि भोट। पब्लिक इनोभेटरको कुरा राम्रोसँग याद गर्दा फाइदा हुन्छ धेरैलाई।